हेलो एन्ड नमस्ते सबैजनालाई वेलकम टु माई गणेश थापा ब्लग। तपाईँहरूको प्यारो कुकुरले नक्कले छेत्री भयो। ममलाई सरप्राइज दिने भनेर काठमाडौँ 9 बजीकन बिहान उठ्ने बित्तिकै खाना खाएर टक्क लगाएर आएको छु। अहिले पनि भोकै छु सम्झै। तर ममलाई सरप्राइज दिनु पऱ्यो नि त। 2 वर्ष छ, 2 वर्षसम्मको छोरो बाहिर थियो। टक्क लगाएर अनि ममलाई मम्मीको फोनहरू पनि उठाएको छैन कि अहिलेसम्म। फेरि 5 दिन भयो लगभग सरप्राइज दिन्छु भनेर छोरोलाई के भयो कसो भयो भन्ने खुलदुल हुन्छ नि त। त्यो टाइमिङ मिलाउनुको लागि चाहिँ ट्याक्क लगाएर यसको फोन उठाएको छैन। अब काशी 4-5 बजीतिर कस्तो रियाक्सन आउँछ अनि त्यसपछि बल्ल थाहा हुन्छ। हाम्रो प्लेनको पनि रमाइलो कारण चाहिँ ओहो त्यस्तो त कसैलाई नहोस्। बाहिर लिन आउँदैछु टक्क लगाएर त्यसपछि थाहा हुन्छ। त्यसपछि टक्क लाग्ने अनि हाम्रो उसमा पनि गर्छ एकदम सामान राख्ने। अनि गाउँमा बस्नुहुन्छ कि मम्मीहरू फेरि केटाहरू मलाई लिन आएका कुकुरसित तर्सेर वहीँ बसेछन्। 10 मिनटसम्म म आधी बाटो आइसकेँ कि यस्तो हिँडेको। फेरि बाटो पनि यस्तो ध्वस्त भएर छ। 2 वर्ष अगाडि बनाउनु लागेको बाटो एक त्यहाँ भत्काएको थियो, अहिले चाहिँ अर्को त्यहाँ भत्काएको छ। त्यति मात्रै हो। ठुलो पुरै छोडिदिउँ। खानासाना खाएर सबै प्याक गरेर अब गाउँतिर बाबालाई सरप्राइज दिन लागिरहेको छु। अँधेर चाहिँ लाइट बोल्छ, फेरि म बताइसकेँ लाइट बोल्छ। त्यही भएर अहिलेकति क्लोज गरौँ। यस्तो वनको बाटो राति वनमा घुम्दै भन्नु सरप्राइज दिने कारणले रातिको 1:30 मा अझ कति छ कति यो त सानो जङ्गल हो। सुन्न साह्रै गाह्रो। बाघसित के हुँदो हालत, कुकुरसित मात्रै डराएको छ नि यिनीहरू। पुरै छोडिदिउँ न बिचबिचमा। त्यो सुरुमा भन्नु एरोप्लेन पनि क्लिक हाल्छ। के भयो त्यो हत्रै भयो त्यो नि। हेर्नुहोस् ल रोक्नुहोस् त रोक्नु डर लाग्यो। पाइलट उडायो एकछिनका। टायर निस्क्यो क्या हो? सरप्राइज दिन लागेको भोलि